वाट्सअप केटा हो डे 3 अफ लर्निङ बार्बर कोर्स इन चिताउन होइन। अहिले चाहिँ जाऊँ हामी बार्बर सपमा। अब चाहिँ हामी सिक्ने ठाउँमा आइसक्यौँ। यहाँनिर चाहिँ ब्रदर्स बार्बर सपमा चाहिँ हामीले अहिले सिक्दै गरेका छौँ होइन। यहाँनिर चाहिँ दाईहरू पनि राम्रो फ्रेन्डली हुनुहुन्छ। यहाँनिर चाहिँ हाम्रो मोहन दाई हुनुहुन्छ होइन, कपाल काटिदिइराख्नु भएको छ। अनि हामीले चाहिँ यो चाहिँ मेन कपाल काट्ने सिटिङ एरियाहरू हो। अनि रिसेप्सनहरू यहीँनिर छ हाम्रो होइन। अब चाहिँ एकछिनपछि हाम्रो यहाँनिर फिसहरू पनि छ क्या, कस्तो राम्रो राम्रो फिसहरू छ होइन। हेर्नु न, यहाँनिर गोल्डन ब्ल्याक फिसहरू छ, पछि टाइगर फिस जस्तो पनि छ। अब चाहिँ हामी यहाँनिर हाम्रो मेन ट्रेनिङ सेसनमा जाँदैछौँ है त। यहाँनिर चाहिँ हाम्रो डमीहरू यत्तिकै हामीले छोडेर खत्यौँ अस्तिको डेटोको। अनि डमीहरू चाहिँ हेर्नु न, ह्यान्डसम र ब्युटिफुलहरू छ है। मैले चाहिँ यहाँनिर अनि डमीलाई होइन अफ्रिकानी जस्तो बनाइदिएको कि, हेर्नु न वाइट अफ्रिकानी के कपाल चाहिँ हल्का अम्ब्रेला जस्तो भएको छ होइन। अनि हामीले चाहिँ दाह्री पनि प्र्याक्टिस गर्नुपर्ने हुन्छ हल्का सेभिङ क्रिमहरू लगाएर। अनि कपाल पनि हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ ताक्लो हान्नलाई चाहिँ। यो चाहिँ सेभिङ फर्म भयो क्या हाम्रो होइन। त्यसपछि हल्का फुल्का सेभिङ फर्म लाएर गर्नुपर्छ। यहाँ चाहिँ हाम्रो सोल्टीले बढारिरह संस्कारी केटा भइरह।